हेलो साथीहरु, सन्चै हुनुहुन्छ? आज चाहिँ मेरो घरदेखि कामसम्मको यात्राको स्टोरी सुनाउँछु है तपाईहरुलाई। यो चाहिँ मेरो ट्रेन कुर्दै गरेको भिडियो हो। म चाहिँ पहिल्यैदेखि के आफू रेडी भएर अनि कामसम्म पुग्दा चाहिँ सररर कि त ट्रेनमा हैन भने बसमा जाने मेरो चाहिँ पहिल्यैदेखिको इच्छा के। जापान आइसकेपछि चाहिँ मेरो कामहरु चाहिँ नजिकै भएको भएर जहिले पनि म साइकलमै जाने आउने गर्थे। साइकलै पेल्नु पर्ने त हो के, रेडी सेडी भएर चटक्क परेर जानु भन्ने लाग्थ्यो क्या मलाई चाहिँ पहिल्यैदेखि। जहिले पनि त्यही त हो नि। अनि धुस्रे र फुस्रे अनि त्यसपछि गर्मीमा पसिना पसिना भएर चलाउनु पर्ने के साइकल। बसमै गए भइहाल्यो त, त्यस्तो विधि इच्छा भए भनेर भन्ला। अनि साइकलमा 10 मिनेट 15 मिनेट लाग्थ्यो के कामसम्म पुग्नलाई। त्यही भएर किन ट्रेन चढ्नु किन बस चढ्नु जस्तो लाग्थ्यो क्या मलाई चाहिँ। अनि त्यसरी साइकलमा जाँदाखेरि चाहिँ म चाहिँ के सोच्थेँ भने कुनै दिन मेरो चाहिँ ट्रेनबाट जानुपर्ने काम अनि बसबाट जानुपर्ने खालको काम भयो भने म रेडी भएर राम्री भएर जान्छु भन्दै सोच्दै साइकल हाँक्थेँ कि म चाहिँ। बरु काम अलिकति टाढा होस् अनि ट्रेनमा बसमै जान पाए हुन्थ्यो भन्ने जहिले सोच्ने क्या म चाहिँ। यति टाढा त टाढा, मैले यति धेरै टाढा चाहिँ मैले कहिले पनि सोचेको थिएन क्या। मेरो काम 9 बजेबाट स्टार्ट हुन्छ भने म 7 बजे उठ्नु पर्छ। 1 मिनेटको ढिलाले गर्दाखेरि ट्रेन छुट्छ। त्यो ट्रेन छुटिसकेपछि फेरि अर्को ट्रेन कुरेर जाँदाखेरि बस छुट्छ। ट्रेन छुटेर त केही पनि भएन, 5 मिनेटको ग्यापमा आउँछ। तर मेरो काम जाने ठाउँमा लाग्ने बस चाहिँ 25 मिनेटको ग्यापमा आउने के। त्यसपछि परेन त आपत। त्यो छुटेको बस छोडेर अर्को बस चढ्दाखेरि खल्लास। त्यसपछि स्टार्ट भइहाल्छ लाइनमा फोन आउनलाई मेसेज आउनलाई। जसो तसो ढिला भयो भनेर हस्याङ फस्याङ भएर गयो। अनि त्यसपछि पुग्ने हेरमा इसोइदे भनिहाल्ने क्या। यो त भयो बिहान काममा छिर्ने बेलाको पीडा। फेरि अनि घर रिटर्न हुनु पर्यो म। अनि रिटर्न हुँदाखेरि चाहिँ 3 बजे मेरो काम सकिन्छ। अनि त्यसपछि 3 बजेर 14 मिनेटको बस हुन्छ क्या। आउटफिट चाहिँ कसरी गर्ने भन्नेहरूको लागि हेर है, यसरी गर्ने है। यो दिन चाहिँ मेरो 5:30 बजेसम्म काम सकाएर बस चढेर घर आएको कि बाटोमा एक्सिडेन्ट भएको रहेछ। 3 पटक सुतेर उठ्दाखेरि पनि म बसमै क्या। अनि गाडी चलेको छैन, के भएछ भनेर यस्तो हेरेको त गाडी त पुरा जाम भइरहेको क्या। अनि किन जाम भएको भनेको एक्सिडेन्ट भएको रहेछ। सोच ल म घर कतिखेर पुगेँ भने त्यो दिन म घर 9 बजे पुगेको क्या। अनि अब चाहिँ 3 बजेको कुरा क्या। अनि 3 बजे मेरो काम सकिन्छ। अनि 3:15 को चाहिँ 3:15 3:14 को गाडी हुन्छ। काम गर्ने ठाउँदेखि बस स्टेसनसम्म पुग्नलाई चाहिँ 5 देखि 6 मिनेट लाग्छ। पनि भरको बल लगाएर मजाले कसेर हिँड्यो भने चाहिँ 5 देखि 6 मिनेट 7 मिनेटमा पुग्छ क्या। अब मैले यो वाला बस छुटायो भने आधी घण्टा कुर्न पर्ने। ठिकै छ, यो कामबाट घरमै आउने हो भने त केही पनि भएन। तर फेरि अर्को काम जानु पर्यो भने त्यहाँनिर के हुन्छ होला त? के हुने हो र? फेरि आउँछ लाइनमा फोन, ओमाए धोको भन्छ के फेरि यो वालाले चाहिँ। अब आफू के कारणले ढिला भएको भनेर चाहिँ यहाँनिर रिजनै भने पनि यो बुढोले त बुझ्दैन के। नान्ते दोइमी भन्छ क्या। तर भाग्यवश म चाहिँ अहिलेसम्म यो वाला काममा चाहिँ कहिले पनि ढिला भएको छैन। समग्रमा भन्नु पर्दा चाहिँ मलाई चाहिँ रेडी भएर टाढाको काम चाहिँ जाने चाहिँ